गुगलले होइन, भूगोलले चिनेको बालकृष्ण। सूचना प्रविधिको अधिकतम प्रयोग गरेर अहिले जो कोही पनि रातारात भाइरल हुन सक्छ। यो डिजिटल युग हो। इन्टरनेटको भर्चुअल दुनियाँमा रातारात चर्चित बनेको व्यक्ति भरोसाको लायक हुन्छ कि हुँदैन भन्न सकिँदैन। राजनीति केवल डिजिटल स्क्रिनमा देखिने चमक धमक मात्र होइन, यो त जनताको आँसु, पसिना, समस्या र आफ्नो माटोसँगको जीवन्त सम्बन्ध हो। नवलपुर क्षेत्र नम्बर 1 मा यस पटकको निर्वाचनले यस्तै एउटा गम्भीर प्रश्न खडा गरेको छ। के हामीलाई गुगलमा भेटिने र भाइरल हुने पपुलिस्ट नेता चाहिएको हो, कि भूगोलका कुना कुना बुझेको आफ्नो मान्छे? नेपाली कांग्रेसले बालकृष्ण घिमिरेलाई उम्मेद्वार बनाएसँगै यस क्षेत्रमा एउटा बलियो भाष्य स्थापित भएको छ। नेतृत्व त्यो हो जसलाई गुगलले होइन, भूगोलले चिनेको होस्। पछिल्लो समय राजनीतिमा पपुलिज्म अर्थात् लोकप्रियतावादको एउटा लहर चलेको छ। सामाजिक सञ्जालका भित्ताहरूमा चिल्ला नारा लेख्ने र क्यामेराको अगाडि स्टन्ट गर्नेहरूलाई नै कतिपयले नेता मान्ने भ्रम पालेका छन्। तर नवलपुरका पहाडी गाउँहरूका उकाली ओरालीहरूलाई फेसबुकका लाइक र कमेन्टले चिन्दैनन्। ती विकट बस्तीका समस्या बुझ्न त त्यहीँको धुलो र हिलोमा पैताला खियाएको हुनुपर्छ। बालकृष्ण घिमिरे त्यस्ता नेता हुन् जसको पहिचान कुनै अल्गोरिदमले बनाएको होइन। उनको व्यक्तित्व बुलिङटार 6 को पहाडी माटोबाट क्रमशः बन्दै आएको हो। बुलिङटारको त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणदेखि कावासोती, देवचुली र गैँडाकोटका गल्लीहरूसम्म उनले 3 दशकभन्दा लामो समय जनताको सुख दुःखमा बिताएका छन्। गुगलले उनलाई एउटा प्रोफाइलको रूपमा देखाउला, तर नवलपुर क्षेत्र नम्बर 1 को भूगोलले उनलाई एउटा भरोसाको रूपमा चिन्दछ। घिमिरेको सबैभन्दा ठूलो सबल पक्ष भनेको उनको बौद्धिक धरातल र भौगोलिक निकटताको सङ्गम हो। उनी विद्यावारिधि अर्थात् पीएचडी शोध गरिरहेका एक प्राज्ञिक व्यक्ति हुन्। उनले किताबमा पढेका नीतिहरू र गाउँमा भोगेका समस्याहरूलाई जोड्ने सामर्थ्य राख्छन्। 2 दशक प्राध्यापन पेशामा रहँदा हजारौं युवाहरूको भविष्य कोरे। आज ती युवाहरू देश विदेशमा जहाँ भए पनि बालकृष्ण सरको त्यो अभिभावकत्वलाई बिर्सन सक्दैनन्। राजनीतिमा कतिपय नेताहरू चुनावको बेला मात्र भूगोल झुल्किन्छन् र चुनावपछि गुगलमा मात्र भेटिन्छन्। तर घिमिरे यस्ता पात्र हुन् जो सधैँ यही माटोमा यहीँका जनतासँग भेटिन्छन्। पदमा हुँदा होस् या नहुँदा घिमिरे सधैँ जनतासँगै हुने नेता हुन्। मध्यबिन्दु प्रादेशिक अस्पतालको अध्यक्ष हुँदा 15 शैय्याको अस्पताललाई 100 शैय्यामा पुर्याउने उनको जुन अठोट थियो, त्यो कुनै भर्चुअल गफ थिएन। त्यो त नवलपुरको स्वास्थ्य अवस्था सुधार्ने एउटा ठोस धरातलीय कार्य थियो। मृगौला डायलाइसिस सेवा सुरु गराएर उनले जिल्लाका 100औं नागरिकलाई नयाँ जीवन दिएका छन्, जसको गुण नवलपुरको भूगोलले कहिल्यै बिर्सने छैन। 18 वर्षसम्म नवलपुर 1 ले डाक्टर शशाङ्क कोइराला जस्तो राष्ट्रिय व्यक्तित्वलाई आफ्नो